नमस्कार। अहिले नेपाली राजनीतिमा खास गरी काठमाडौँमा एउटा ठूलो हलचल मचिएको छ। कुरा हो बालेन शाहको। स्वतन्त्र मेयरको रूपमा चुनाव जितेर आएका बालेनले आफ्नो कार्यकाल सकिने अघि नै राजीनामा दिएका छन् र अब उनी राष्ट्रिय राजनीतिमा होमिने भएका छन्। आउनुहोस् आज यसैको बारेमा अलि गहिरिएर कुरा गरौँ। यो निर्णयको पछाडि के छ र यसले अब के असर पार्छ? हो, सबैको दिमागमा अहिले यही एउटा प्रश्न घुमिरहेको छ। कार्यकाल सकिन अझै 15 महिना बाँकी थियो, त्यस्तोमा यति ठुलो यति अप्रत्याशित निर्णय उनले किन लिए त? ल, यही प्रश्नको जवाब खोज्ने प्रयास गरौँ। साँच्चै भन्नुपर्दा बालेन शाहको राजीनामा र राष्ट्रिय स्वतन्त्र पार्टी मतलब रासपामा उनको प्रवेश काठमाडौँका लागि एउटा राजनीतिक भूकम्प नै हो। सोच्नुहोस् त, एक स्वतन्त्र र यति लोकप्रिय मेयरले स्थापित दलको बाटो रोज्नुले राजधानीको पूरै शक्ति समीकरणमा कत्रो तरङ्ग ल्याइदिएको छ। हो, उनको राजनीतिक यात्राको यो सबैभन्दा ठूलो मोड हो। स्वतन्त्र उम्मेदवारको रूपमा काठमाडौँका जनताको मन जितेका बालेनले अब राष्ट्रिय चुनावमा जानका लागि दलीय राजनीतिको बाटो समातेका छन्। यो आफैमा एउटा निकै नाटकीय परिवर्तन हो। ल, अब त्यो दिन के भयो त्यतातिर लागौं। राजीनामा दिएको खबर आउने बित्तिकै बालेन रासपाको केन्द्रीय कार्यालय घण्टीघर पुगेका थिए। त्यहाँको माहौल कस्तो थियो होला? आउनुहोस् हेरौँ। 3 घण्टा, हो ठिक सुन्नुभयो। रासपाका नेता, कार्यकर्ता अनि समर्थकहरूले बालेनलाई स्वागत गर्न यति लामो समय कुरेका थिए। यसले नै देखाउँछ कि उनीप्रतिको अपेक्षा र उत्सुकता कति धेरै थियो भनेर। निर्धारित समय थियो दिउँसो 1 बजेको, तर बालेन आइपुग्दा झन्डै 3:45 बजिसकेको थियो। तर दिउँसो 12 बजेदेखि नै जम्मा भएको भिडको उत्साह र जोश उनको आगमनसँगै झनै चुलिएको थियो। उनको स्वागत कुनै सामान्य कार्यक्रम जस्तो थिएन। चारैतिर बाजागाजा, नाराबाजी, माहौल नै अर्कै थियो। उनले पार्टी कार्यालयको त्यो ठुलो घण्टी बजाए, समर्थकहरूलाई फ्लाइङ किस दिए र पार्टी सभापति रवि लामिछानेलाई अगाडि बढाए। पुरै उत्सव जस्तो माहौल बनेको थियो। तर यति भव्य स्वागतपछि कथाले एउटा अनौठो मोड दियो। सबैलाई चकित पार्दै बालेन त्यहाँ धेरै बेर बसेन। यो साँच्चीकै अप्रत्याशित थियो। सबैको अपेक्षा के थियो भने बालेन पार्टीको केन्द्रीय समितिको बैठकमा बस्नेछन्, तर त्यस्तो भएन। उनी जम्मी 15 मिनटमै त्यहाँबाट बाहिरिए। यति छोटो बसाइले त्यहाँ भएका धेरैलाई अलमलमा पारिदियो। त्यसो भए किन यति हतार? कारण थियो जनकपुरको एउटा पूर्व निर्धारित यात्रा। उनी पार्टी सभापति रवि लामिछाने र अरू नेताहरूसँग सिधै विमानस्थलतर्फ लागे। यो यात्रा यति महत्त्वपूर्ण थियो कि यसकै लागि रासपाको केन्द्रीय समितिको बैठक समेत स्थगित गरिएको थियो। ल, बालेन त राष्ट्रिय राजनीतिमा लागे, तर उनले छोडेर गएको काठमाडौँ महानगरको नेतृत्वको भविष्य चाहिँ अब के हुन्छ त? यो प्रश्न अहिले सबैभन्दा महत्त्वपूर्ण बनेको छ। अब अगाडिको प्रक्रिया बुझ्न यो एउटा शब्द बुझ्न जरुरी छ: उपनिर्वाचन। स्थानीय तह निर्वाचन यिनले के भन्छ भने यदि कुनै जनप्रतिनिधिको पद कार्यकाल 1 वर्षभन्दा बढी बाँकी छँदै खाली भयो भने त्यहाँ उपनिर्वाचन गराउनुपर्छ। अबको प्रक्रिया एकदमै स्पष्ट छ। बालेनको राजीनामापछि पहिलो कुरा, उपमेयर सुनिता डङ्गोलले स्वत कार्यवाहक मेयरको जिम्मेवारी सम्हाल्नु भएको छ। र किनभने कार्यकाल 1 वर्षभन्दा बढी बाँकी छ, अब सरकारले निर्वाचन आयोगसँग सल्लाह गरेर मेयर पदका लागि उपनिर्वाचनको मिति तोक्नुपर्ने हुन्छ। बालेनको यो कदमले काठमाडौँलाई एउटा नयाँ राजनीतिक मोडमा ल्याएर छोडिदिएको छ। अब उपनिर्वाचनको दौडमा को आउलान्? राजधानीको नेतृत्व अब कसको हातमा जाला? यो त भविष्यले नै देखाउनेछ। तर एउटा कुरा पक्का छ, काठमाडौँको राजनीति र विकासको यात्रा अब निकै रोचक मोडमा पुगेको छ।